नमस्ते, म डाक्टर राजु अनि तपाईहरुलाई स्वास्थ्य सम्बन्धी जानकारी दिने क्रममा आज तपाईहरुको सामु उपस्थिति भएको छु अनि होप तपाईहरुलाई चाहिँ मन परिरहेको छ होला यो भिडियोहरु अनि तपाईहरुलाई कस्तो लागिरहेको छ कमेन्टमा गएर आफ्नो प्रतिक्रियाहरु लेखिदिनु होला है त। आज हामी पित्त थैलीमा पत्थरीको बारेमा हेर्ने छौं। यसले इंग्लिशमा चाहिँ गल ब्ल्याडर स्टोन पनि भन्छ। अब यो धेरै नेपाली समाजहरुमा चाहिँ धेरै कमन छ। अब कति जनाले सुन्नु भएको छ, कति जनाले सुन्नु भएको छैन। सुन्नु भएको छैन भने पनि यो जानकारीहरु भिडियो पुरा हेरेर जानकारी लिन सक्नुहुन्छ अनि पित्त थैलीको पत्थरी भएको बिरामीहरुलाई पनि तपाईहरुले शेयर गरिदिनु होला अनि उहाँहरुले यो जानकारी पाउनु भयो भने उहाँहरुलाई धेरै जानकारी हुनेछ, धेरै राहत मिल्नेछ है त। ल सुरु गर्ने छौं। पित्त थैली भनेको चाहिँ हाम्रो कलेजो हुन्छ नि, कलेजोलाई लिभर भन्छ हो। कलेजोको मुन्नीपट्टि कलेजोको तल्लोपट्टि चाहिँ एउटा पित्त थैली हुन्छ। अब त्यो पित्त थैलीको काम के हो भने पित्तलाई है बाइल भन्छ इंग्लिशमा चाहिँ, त्यो बाइलले चाहिँ कन्सन्ट्रेट गर्ने काम गर्छ, त्यसले चाहिँ गाढा गर्ने काम गर्छ। अब त्यो पित्तको काम के हो त, बाइलको काम के हो भने हामीले खाएको जति पनि बोसो कुराहरु छ, चिल्लो कुराहरु छ, यसले इंग्लिशमा फ्याट पनि भन्छ, त्यसले चाहिँ हाम्रो पेट हुँदै हाम्रो आन्द्रामा जान्छ। त्यसले चाहिँ डाइजेसन गर्नुपर्छ, त्यसले चाहिँ पाचन गर्ने काम चाहिँ हाम्रो इन्टेस्टाइनमा हुन्छ है। त्यो खाएको खानेकुराहरु चाहिँ पच्ने काम इन्टेस्टाइनमा हुन्छ। अब त्यो पित्त थैली चाहिँ पित्त नली हुँदै अनि प्याङ्क्रियास हुँदै हाम्रो सानो आन्द्रामा चाहिँ ठुलो आन्द्रा, सानो आन्द्रा है त। मेन भनेको चाहिँ सानो आन्द्रा, डुडेनम भन्छ, डुडेनमको सेकेन्ड पार्ट भन्छ हो। त्यो डुडेनममा गएर चाहिँ हामीले खाएको चिल्लो पदार्थ अनि त्यो बाइल भएर चाहिँ त्यो मिसिएर चाहिँ फ्याट कुराहरु, चिल्लो पदार्थहरु चाहिँ पच्ने काम गर्छ, डाइजेसन हुने काम गर्छ हो। यो चाहिँ पित्तको काम हो। अब पित्त थैलीमा चाहिँ अब केही गरिकन पित्त थैलीमा चाहिँ कोलेस्ट्रोलहरु धेरै भयो भने अनि त्यस्तै गरिकन अब बाइल साल्टहरु, बाइल पिगमेन्टहरु धेरै भयो भने चाहिँ त्यो पित्तमा चाहिँ पित्त थैलीमा पित्त एकदमै बढी कन्सन्ट्रेट हुन्छ। त्यसले गर्दाखेरि चाहिँ पित्तमा स्टोन हुन्छ। यसले चाहिँ पित्तमा पत्थरी पनि भन्छ है। अब यति जानकारी भइसकेपछि अब पित्त थैलीमा पत्थरी हुनुको कारणहरु के हो यो जानकारी हुनु पनि जरुरी छ। हामीले चाहिँ फोएफ भन्छौं के है। फोएफ भनेको चाहिँ एउटा फिमेल हुन्छ, एउटा चाहिँ 40 हुन्छ, एउटा चाहिँ फर्टाइल वुमेन हुन्छ, एउटा चाहिँ फ्याट हुन्छ है त। अब यसले म सजिलो तरिकाले तपाईहरुलाई बुझाउने छु। अब फिमेल भनेको चाहिँ महिलाहरुलाई बढी हुने चान्स हुन्छ। जति पनि महिलाहरु हुन्छ उहाँहरुमा चाहिँ हार्मोनको कारणले गर्दाखेरि इस्ट्रोजन हार्मोन चाहिँ बढी हुन्छ। त्यसले गर्दाखेरि चाहिँ पित्त थैलीमा पत्थरी बन्ने चान्स चाहिँ है, रिस्कहरु चाहिँ बढी हुन्छ महिलाहरुमा। धेरै जना ओपीडीमा पनि महिलाहरु चाहिँ पित्त थैलीमा पत्थरी भयो भनेर धेरै जना आउनुहुन्छ अनि त्यस्तै गरिकन 40 है त, 40 वर्ष कटिसकेपछि धेरै जनालाई पित्त थैलीमा पत्थरी हुन्छ। त्यस्तै गरिकन अर्को भनेको चाहिँ फ्याट है त। फ्याट भनेको चाहिँ मोटोपनको समस्या। मोटोपन आज धेरै जनाहरुमा चाहिँ मोटोपनको समस्या छ्याप्छ्याप्ती छ। आज धेरै जनाको सेडेन्टरी लाइफस्टाइलले गर्दाखेरि, आल्छीपनले गर्दाखेरि अथवा विभिन्न मेटाबोलिक डिजिजहरुले गर्दाखेरि मोटोपनको समस्या धेरै जनामा छ अनि मोटोपनको समस्या धेरै भयो भने त्यसले पित्त थैलीमा अनि गल ब्ल्याडर स्टोन पनि हुन्छ। अब त्यस्तै गरिकन अर्को भनेको चाहिँ फर्टाइल है त, जो प्रेग्नेन्सीहरु हुनुहुन्छ, प्रेग्नेन्सीको बडीमा पनि कोलेस्टासिस भन्छ, अब्स्टेरिक कोलेस्टासिस भन्छ अनि प्रेग्नेन्सी लेडीहरुलाई पनि गल स्टोन हुने चान्स बढी हुन्छ। अब त्यस्तै गरिकन कति जनाको चाहिँ फ्यामिली हिस्ट्री भनेको चाहिँ वंशानुगत समस्याहरु छ। जस्तै आफ्नो क्लोज रिलेटिभ मम्मी बाबा, हजुरबा हजुरआमा, आफ्नो दिदी बहिनी है, दाजुभाइहरुमा चाहिँ गल ब्ल्याडरको पित्त थैली सम्बन्धी समस्याहरु छ भने चाहिँ उहाँहरुलाई पनि अब तपाईहरुलाई पनि समस्या हुन सक्छ है। नातिनातिनीहरुलाई, छोराछोरीहरुलाई पनि पित्त थैलीमा स्टोन बन्न सक्छ। अब यो लगायतको अर्को कारणहरु भनेको चाहिँ अहिले धेरै जनाले जंक फुडहरु खाने कारणहरु छ। चिल्लो पिरोहरु, आमिलोहरु हैन, एकदमै धेरै प्रशस्त प्रोसेसिङ फुडहरु अनि मार्केटमा पाउने है, बजारमा पाउने तारे भुटेको खानेकुराहरु प्रशस्त खाने बानीले गर्दाखेरि पनि स्टोन हुने चान्स हुन्छ। त्यस्तै गरिकन अनहाइजिनिक डाइटहरु भयो भने पनि स्टोन हुन्छ। त्यस्तै गरिकन कति जनाको डायबिटिजको रोगीहरु हुनुहुन्छ हैन। अब डायबिटिजको रोगीहरुलाई पनि किडनी स्टोन हुने सम्भावना बढी हुन्छ। अब
अर्को भनेको चाहिँ मेटाबोलिक डिजिजहरू हार्मोनलको का डिजिजहरू छ भने पनि त्यसले पनि बढी त्यसले स्टोनहरू फर्मेसन गर्छ। अब यति समस्या अब यो भनेको कारणहरू भयो है। अब यो डिटेलमा अब यो लगायतको धेरै कारणहरू छ। अब यो यति जानकारी भइसकेपछि अब तपाईहरुले चाहिँ लक्षणहरू थाहा हुनुपर्छ। लक्षणहरू थाहा पाएपछि तपाईहरुले मेरो स्टोन छ कि भनेर थाहा पाउनुहुन्छ है त। अब लक्षणहरू भनेको के हुन्छ भन्दाखेरि यो हाम्रो पेटको हाम्रो माथिल्लो पेट दायाँ भागको दायाँ पेट माथिल्लो पेट चाहिँ एकदमै कटकटी दुख्छ है। यो चाहिँ एकदमै खप्नै नसक्ने गरेर दुख्छ। अनि यो चाहिँ एपिसोडिक हुन्छ क्या। जस्तै तपाईले चिल्लो पिरो बढी खानुभयो भने, तारे भुटेको कुराहरू बढी खायो भने अनि यो पेटको दुखाइ चाहिँ एग्राभेट हुन्छ, बढी चाहिँ एकदमै बढ्छ है त। यो दुखाइको क्वालिटीहरू चाहिँ इन्टेन्सिटीहरू चाहिँ बढी हुन्छ। अब यो लगायतको भनेको पेट दुख्ने, त्यसपछि कतिजनालाई चाहिँ डाइरिया हुने, कब्जियत हुने है। अनि एकदमै धेरैजनाले चाहिँ डाइरिया हुने काम गर्छ किनकि फ्याटहरू डाइजेसन हुन सक्दैन त्यसले गर्दाखेरि। अनि कतिजनालाई चाहिँ भमिटिङहरू हुने हैन, बान्तहरू हुने त्यस्तो समस्याहरू हुन सक्छ। अब कतिजनाको चाहिँ इन्फेक्सनहरू भयो भने सेप्सिसमा जाने, सकमा जाने समस्याहरू पनि हुन सक्छ। यसले गर्दाखेरि सास छिटो फेर्ने अनि एआरडिएस हुने सम्भावना कम्प्लिकेसनहरुमा आउन सक्छ। कतिजनाको चाहिँ इन्फेक्सनहरू पुरै फैलिन सक्छ। रगत हुँदै विभिन्न शरीरको सबै भागमा चाहिँ इन्फेक्सन फैलिन सक्छ। अब यो चाहिँ कसरी पत्ता लगाउने भनेर जानकारी हुनुपर्छ। यसको जानकारीको लागि चाहिँ तपाईहरु हस्पिटलमा गएर अल्ट्रासोनोग्राफी गर्ने हो, पेटको भिडियो एक्सरे गर्नुपर्छ। त्यस्तै गरिकन चाहिँ एक्सरे गर्नुपर्छ, पेटको एक्सरे गर्नुपर्छ। अब कति स्टोनहरू चाहिँ भिडियो एक्सरेबाट देखिएन भने सीसीटी पनि गर्नुहुन्छ है त। सिटी स्क्यान भनेर भन्छ। सिटी स्क्यान गर्यो भने चाहिँ सानो सानो पत्थरहरू पनि, सानो सानो ढुङ्गाहरू पनि देखिन्छ अनि ढुङ्गा कहाँ छ भनेर प्रष्टैसँग देखिने काम गर्छ। अनि त्यस्तै गरिकन हामीले रगतको जाँच गर्छौं। त्यसपछि लिभर फङ्क्सन टेस्ट भनेर कलेजोलाई कतिको इन्जुरी भएको छ त, कलेजोको अवस्था कस्तो छ भनेर हामीले लिभर फङ्क्सन टेस्ट गर्छौं। त्यस्तै गरी अब किडनी फङ्क्सन टेस्ट पनि गर्नुहुन्छ है। त्यसले इन्फेक्सनहरूले केही भएको छ कि भनेर। अनि यो इन्भेस्टिगेसनको उपायहरू हो। अब यति जानकारी भइसकेपछि अब तपाईहरुले के जानकारी छ हुनुपर्छ भने उपचारको मेथडहरू, उपचार कसरी गर्न सकिन्छ भनेर जानकारी हुनुपर्छ। अब उपचारको लागि चाहिँ यो डिपेन्ड गर्छ तपाईहरु कुन समयमा हस्पिटल जानु भएको छ। जस्तै अब कतिजनालाई चाहिँ हामीले अब्जर्भेसन मात्रै गर्ने, जस्तै हामीले सलाइन पानीहरू चढायो अनि फ्रुटहरू दियो, एन्टिबायोटिकहरू दियो, अनि पेन दुखाइ कम गर्नको लागि हामीले दबाईहरू पनि दिन्छौं। अनि त्यसले ठिक भयो भने हामीले यसमै पेशेन्टलाई स्टेबल गरेर 6 हप्तापछि चाहिँ पित्त थैलीको अपरेसन गर्नुपर्छ, कोलिसिस्टेक्टोमी गर्नुपर्छ भनेर हामीले बिरामीलाई घर पठाउँछौं। अब त्यस्तै गरिकन इमर्जेन्सीमा आउनु भएको छ भने चाहिँ हामीले कोलिसिस्टेक्टोमी गर्छौं है त। इमर्जेन्सी ओपन कोलिसिस्टेक्टोमी गर्छौं। अब त्यो भनेको चाहिँ इमर्जेन्सी कन्डिसनमा विथिन 72 आवरमै प्रेजेन्ट हुनु भएको छ भने हामीले त्यसरी अपरेसन गर्नुपर्छ। अब अर्को भनेको चाहिँ कतिपल्ट हामीले दबाईहरू पनि दिन्छौं, तर यो भनेको टोटली सर्जिकल केस हो। दबाईहरूले चाहिँ एकदमै रियर हो है, दबाईहरूले कन्ट्रोल हुने, तर कतिजनाले दबाईहरूले पनि कन्ट्रोल हुन सक्छ। अब हामीले अर्को भनेको चाहिँ ल्याप्रोस्कोपिक कोलिसिस्टेक्टोमी गर्छौं। अब कोलिसिस्टेक्टोमी भनेको चाहिँ गल ब्ल्याडरलाई काटेर फाल्ने हो। अब यो किन काटेर फाल्ने भन्दाखेरि अब एकचोटी ढुङ्गा भयो भने अर्को पटक पनि ढुङ्गा बार हुने समस्या हुन्छ। त्यो भयो भने हामीले काटेर फाल्यो भने त्यसले गर्दाखेरि बार ढुङ्गा हुन सक्दैन। अब त्यो गल ब्ल्याडरको स्टोनहरू कम्प्लिकेसनहरू हुन सक्दैन। त्यही भएर हामीले गल ब्ल्याडरलाई नै सर्जरी गरेर काटेर फाल्छौं। अब यो चाहिँ दुईटा मेथड छ है त। अब यो भनेको चाहिँ ओपन गर्ने, ओपन भनेको पेटमा चिरा लगाएर गर्ने। अर्को भनेको चाहिँ दूरबीन छिराएर ल्याप्रोस्कोपिक कोलिसिस्टेक्टोमी भन्छ। अब त्यो गर्नुभयो भने अब यसको कति रकम लाग्छ भनेर जिज्ञासा पनि छ होला तपाईहरुलाई। अब यसको अब म काम गर्ने, अब मैले पढेको हस्पिटलमा चाहिँ 40,000 छ है त। पेइङमा गर्नुभयो भने 40,000 छ, बीमा छ भने यसलाई सस्तो पनि छ। अब यो चाहिँ हस्पिटल हेरिकन हुन्छ, तपाईले प्राइभेटमा गर्नु भएको छ कि गभर्नमेन्ट हस्पिटलमा गर्नु भएको छ कि हैन। यो चाहिँ हस्पिटल हेरिकन डिपेन्ड गर्छ है त, यो खर्चको कुराहरू चाहिँ। अब कतिजना बिरामीहरूले चाहिँ मिथ भनौं है, कतिजना जिज्ञासा भनौं, अनि डाक्टर साहब यो चाहिँ
पित्त थैलीको स्टोन चाहिँ पानी प्रशस्त पियो भने जान्छ होला भनेर भन्नुहुन्छ, तर यो चाहिँ रङ हो है। अब मृगौलाको स्टोन भनेको चाहिँ पानी प्रशस्त पियो भने सानो स्टोन छ भने जान सक्छ, तर पित्त थैलीको चाहिँ पानीसँग रिलेसन हुँदैन। तपाईँले प्रशस्त पानी पिए पनि यो स्टोन चाहिँ जाँदैन। अब कतिजनाले चाहिँ अब अपरेसन नगरे पनि अब पित्त थैलीको स्टोन एकचोटि पित्त थैली रिमुभ गरेपछि फ्याटहरू नै डाइजेसन हुँदैन, त्यसले जिन्दगीभरि नै समस्या ल्याउँछ भनेर भन्नुहुन्छ। तर यो चाहिँ कतिसम्म यो रङ हो है त, किनकि हाम्रो कलेजोले पित्त थैली त प्रड्युस गरिरहेको हुन्छ अनि फ्याटमा एब्जर्प्सन केही समय अपरेसन गरेको केही समय चाहिँ हुनसक्छ। हामीले मेडिसिनहरूबाट पनि दिन्छौँ, तर लामो समयसम्म एडप्टेसन भइसकेको हुन्छ, जिन्दगीभरि समस्या ल्याउन सक्दैन। अब नर्मलको कम्पेरिजनमा स्लाइटली कम हुनसक्छ, तर तपाईँहरूले सोच्नु भएको जस्तो एकदमै गाह्रो चाहिँ हुँदैन। अब यो लगायतको अब तपाईँहरूलाई एकचोटि गल स्टोन देखियो, अब अर्कोचोटि चाहिँ दबाई सबै खाएर अनि मेडिकल अथवा केही गरेर निको भयो, फेरि अर्कोचोटि हुन्छ हुँदैन भनेर धेरैजनाको जिज्ञासा छ। अब यो चाहिँ रिकरेन्ट हुनसक्छ है त, एकचोटि भयो भने फेरि मल्टिपल टाइम अर्कोचोटि पनि हुनसक्छ। किडनी स्टोन पनि त्यस्तै नै हो, गल ब्ल्याडर स्टोन पनि त्यही नै हो। अब तपाईँहरूलाई लाग्न सक्छ, अब कतिजनाले हेर्नु भएको छ यो भिडियो होइन, अब गल स्टोनको रोकथामको उपायहरू पनि छ। आज गल स्टोन लागेर धेरै यो भयो, गल स्टोन लागेर हस्पिटल आउने बिरामीहरूलाई अब गल स्टोन नै हुन नदिनको लागि के गर्न सकिन्छ त? प्रिभेन्सन इज बेटर देन क्योर भन्ने हाम्रो उखान छ। अब यसको लागि चाहिँ के गर्न सकिन्छ भने गल ब्ल्याडर स्टोनको लागि चाहिँ हामीले चाहिँ चिल्लो तारे भुटेको खानेकुराहरू अनि प्रशोधित खानेहरू, बाहिर मार्केटमा पाइने जङ्क फुडहरू, तेल होइन, तेलमा तारेको कुराहरू चाहिँ एकदमै कम गर्नुपर्छ। अनि बोसोहरू चाहिँ धेरै खानु हुँदैन है त। कतिजना अब सुँगुरको मासु, बङ्गुरको मासु एकदमै धेरै खाने बानी छ, त्यसमा चाहिँ कन्ट्रोल गर्नु होला। तेल चाहिँ हामीले कम खानुपर्छ। अनि गल ब्ल्याडर स्टोन भएको पेसेन्टले चाहिँ कमै गर्नुपर्छ, नखानु नै भन्छौँ है त। अब त्यस्तै गरिकन हामीले चाहिँ अर्को हर्मोनल कारणले हुनसक्छ, विभिन्न कारणहरूले गर्दाखेरि हुनसक्छ। त्यही भएर स्वस्थ खाना खाने अनि हाइजिनहरू एकदमै सफा खाना खाने अनि ब्यालेन्स डाइट हुनुपर्छ। यो भयो भने चाहिँ सबै कुराहरू कन्ट्रोल हुनसक्छ। तपाईँहरूले धेरै त्यसले चाहिँ कन्ट्रोल गर्नुभयो भने धेरै हदसम्म चाहिँ यसले निको हुनसक्छ। अब यो भनेको चाहिँ इमर्जेन्सी कन्डिसन हो, अब यो सर्जिकल कन्डिसन हो, यो राइट इन्फर्मेसन भयो भने, यो लक्षणहरू भयो भने तपाईँहरूले चाहिँ हस्पिटलमा गएर सबै चेक जाँचहरू गरेर अनि तपाईँहरूले चाहिँ त्यही अनुसारको फर्दर ट्रिटमेन्ट गर्न सक्नुहुनेछ। अब यो भिडियो चाहिँ गल ब्ल्याडर स्टोनहरू तपाईँले सुन्नु भएको छ भने उहाँहरूलाई सेयर गरिदिनु होला। यसले धेरै प्रभावहरू पर्नेछ, धेरै जानकारीहरू दिनेछ। तपाईँले अहिलेसम्म हेर्नु भएको निम्ति धन्यवाद। अनि तपाईँहरूले यो भिडियो मार्फत धेरै जानकारीहरू लिनुभएको छ। आउने दिनमा तपाईँहरूको परिवारलाई कसैले भयो भने तपाईँहरूले चाहिँ रेस्पोन्स गर्न तपाईँहरूले जानकारी हुनेछ। अनि धन्यवाद यतिको समय हेर्नुभएको निम्ति। अनि यस्तै जानकारीमूलक भिडियोहरू बनाउने छौँ। तपाईँहरूले लाइक गर्नुभयो भने, सेयर गर्नुभयो भने, सब्सक्राइब गर्नुभयो भने मलाई जानकारीमूलक भिडियोहरू बनाउन हौसला मिल्नेछ। अनि धेरै नेपालीहरू चाहिँ अझै पनि स्वास्थ्यको अभावले गर्दाखेरि, ज्ञानको अभावले गर्दाखेरि अकालमै मृत्यु हुने, सामान्य रोगहरूबाट पनि ज्यान जाने समस्याहरू छ। त्यही भएर तपाईँहरूको एक सेयरले, एक लाइकले होइन, एक सब्सक्राइबले तपाईँहरूको सपोर्टले गर्दाखेरि चाहिँ मलाई अझै उत्साह मिल्नेछ अनि धेरैजनाको जिउहरू बचाउनेछ। अनि हामीले नेपाललाई चाहिँ हेल्थी बनाऊँ, स्वस्थ बनाऊँ। अनि धन्यवाद सबैजनालाई। स्वस्थ रहौँ, सचेत रहौँ।